चना खाने हेर न ल मेकअप गरेर आइज त्यति चाहिँ त्यही हो बुङ बुङ झर्ना सात 50 हामी पुगेका छौँ है गाइस ल यहाँ छौँ यहाँ गीताञ्जली देखाइदिनु होटेल रे भिआइपी होटेल रमेश दाइ गुड मर्निङ सबैजना उठिसकेको रहेछ हो उठ्नु रमेश दाइ र म मात्रै बिस्तारै गीताञ्जली चुरोट खाएर बसिरहेछ चाहिँ यहाँ चाहिँ गीताञ्जली देखाएको छु कहाँ गएछ दुईजना कुच्चिएर बसेको हिमाल हो तर अहिले हिउँ पक्रेको छ आज चाहिँ सेकेन्ड दोस्रो दिन हो जीवन हो जीवन ल हेर यहाँ जीवन सबै आएको छ हौ हाम्रो दोस्रो दिन पहिलो ट्रेकिङ के भनेको जीवन सर आएला ट्रेकिङ सुरु अब बाबुहरू तिमीहरूले किन दुईटा ब्याग बोकेको हो कसले को यिनीहरू चाहिँ बहिनीहरू हो अनि आफू उनीहरूको ब्याग आफूले नबोकिकन तिमीहरूलाई बोक्नु लाएको हात पछाडि भोगलीमा राखेर हिँडिरहेछन् बहिनीहरू फेरि नजिकै कसैले देखेको छैन भने ल हेर्नुहोस् स्याउ एउटा मात्र भन्नुभएकोलाई पुरै छ यो चाहिँ एप्पल जुस हो मन पऱ्यो भनेर सबैले लिइरहेछन् खाँदैछन् खाने नमस्कार खानुभयो चेस गर एप्पल जुस खानु लागेको हो किन देखाउनु पर्नु पहिला ठ्याक्कै यस्तै पुत्ला तिमी होइन के उ त्यहाँ छ पुत्ला सेम सेम बट डिफरेन्ट ल गाइज अब चाहिँ हामी मनाङ आएको जस्तो भयो फिल यहाँ हेर्नुहोस् हाम्रो पहिलो भ्यू मनाङ आएको खाना खाने ठाउँमा पुगेको छौँ जीवन सरिता आउँदैन हुन्छ अरू पनि आउँदैछ खाना खानलाई बसेको हामी कोही मोबाइल चलाउँदै कोही हेर्दै कोही सुत्दै
चाहिँ खतरा छ गाई चाहिँ टुक्रा देखिहाल्नु हो तपाईँले पछाडि 2 जना छन् अगाडि 6 जना ल हामी चाहिँ पुग्यौँ त्यही हो हामी बस्ने चाहिँ अप्पर पासाङ भन्ने ठाउँमा वासस्थान हाम्रो ल गाइस हाम्रो चाहिँ रोटी सोटी यो रोटी हो यो रोटी हो यो सोटी हो जेल के खान लाग्यो तरकारी आउनु बाँकी छ आउँदैछन् अरू श्री दाइले सुरु गर्नुभयो ल ठिक छ ल थर्ड डे तेस्रो दिन हिँडेको चाहिँ दोस्रो दिन गाडी चढेको शुद्ध गरेर चाहिँ तेस्रो दिन हो हिँड्यौँ हामी चाहिँ अघि त हिमाल देखिरहेको थियो अब अहिले चाहिँ देखिँदैन हिमाल यो चाहिँ 2टा बाटो छ ग्रिन लेक जाने बाटो चाहिँ यहाँबाट हो है नजिक होला हामी चाहिँ ग्रिन लेकमा आइपुगेका छौँ यही हो ग्रिन लेक भनेको चाहिँ धेरै ठुलो छैन हामी चाहिँ यहाँ रेस्ट गर्दै एयर भन्न लागेको छ हामी हिँड्दै जङ्गलको बाटो सकाएर अनि ब्याग खोल्नु पाएको छैन खोल्नु पाएको छैन भिक्की सरले ल्याएर छ नि त भोक लागेर ए सरी म त ब्लगमा बनाइरहेको बिर्सिँदा सरी गाइस डिस्ट्र्याक्सन भयो खानेकुरामा एक राउन्ड घुमेर आउँछ है म ल गाइजहरू यहाँ मेन क्यारेक्टरहरू 2 जना हो यहाँको हामीले चाहिँ अघि कुरेको उहाँहरू 3 जनालाई नै हो जीवन के हो ल कस्तो हुँदैछ गीताञ्जली दामी आउँदो रहेछ भ्यू त पछाडि चाहिँ ब्लू लेकमा पुगेका छौँ यो ब्लू लेक भनेको भिडियो मात्र सानो देखेको हो यो तर एकदम ठुलो छ यो मान्छे डुबाउँछ याद गर्नुपर्छ हामी चाहिँ बजार आइपुगेका छौँ हेर यही हो बजार रमाइलो छ एकदम आइसकेका छौँ हामी चाहिँ यता खाना खान लागेको अब खाना चाहिँ यही हो ल गाइजहरू हामी चाहिँ खाना खाएर अब निस्किनु लाग्यो यो चाहिँ हुन्द्रे एयरपोर्ट रे रोड होइन हाइवे होइन हुन्द्रे एयरपोर्ट राम्रोसँग देखिएको छ कि छैन फेरि देख्नुहोस् तपाईँहरूलाई
हुन्ड्रे एयरपोर्ट मनाङको हुन्ड्रे एयरपोर्ट यहाँ हुन्छ फाइनली हामी ब्लू लेक पुग्यौँ यो क्यामेरामा मात्रै सानो देखेको हो स्क्रिनमा मात्रै एकदम ठुलो छ यो हेर्दा मात्रै सानो देखेको हो स्क्रिनमा मात्रै एकदम विशाल छ यो आँखाले नभ्याउने ठाउँ हाम्रो चाहिँ हाइटमा बसेको भएर चाहिँ सानो देखेको हो कोही फोटो खिच्दैछन् त्यस्तै छ चाहिँ मनाङ हो Happy birthday to you. Happy birthday. होटेलमा बसेर अब बिहान अब दिल्ली चाहिँ बेस क्याम्पमा जानको लागि रेडी भएर बसेको रमेश दाइ चाहिँ यहाँ आउनुहुन्छ चाहिँ चुरोट तान्दैछ डोरी चाहिँ बाइक चलाउनलाई कोसिस गर्दैछ जीवन चाहिँ भित्र चाहिँ आउँदैछ दिल्लीको यात्रा जाँदा वर्ल्ड कपको सिनारियो यही छ गोल हान्यो भनेर त्यहीँ रोकेर हेरिरहेका छन् भाइहरू यो चाहिँ यस्तो हो अन द वे टु दिल्ली छ हामी चाहिँ यहाँ यसो चिया खानलाई कफी खानलाई बसेको गाईहरू चाहिँ चुरोट खाएर आइसकेका छन् धेरै नै ठाडो उकालो छ अझै कहाँ हो थाहा छैन धेरै माथि छ बिस्तारै जानुपर्छ भन्नुहोस् दाइ बिस्तारै जानुपर्छ गाइज हामी चाहिँ यहाँ अनघन्टा ठाउँमा आइपुगेको छौँ कहाँ हो भन्ने थाहा छैन हाम्रो बोस चाहिँ अगाडि हिँडेर हामीलाई बाटो देखाउँदै हुनुहुन्छ चाहिँ हामी पहिलो ठाउँमा आइपुग्न लागेका छौँ यिनीहरू चाहिँ घोडाहरू हो खचा जस्तो देखिन्छ तर घोडाहरू यिनीहरू धेरै ठुला छन् अन्त ठुलो छन् तिम्रो हेलो गरिदेऊ ल आशिका तामाङलाई हेलो गरिदेऊ ल हामी चाहिँ भिरको बाटो हिँड्न लागेका छौँ
ल्यान्डस्लाइड एरिया आएको छ वर्ल्डको एकदमै फेमस ल्यान्डस्लाइड एरिया चाहिँ तलसम्म पुगेको छ कहाँ हो के हो थाहा छैन त्यहाँबाट पहिल्यै हो यो पनि है यस्तो छ यस्तो छ होइन अगाडि हेर्नु म एउटा खिच्छु एउटा जयन्ती पनि नट स्टप रे सिधै दौडिने रे ल तिलचो बेस क्याम्प भ्यू पहिरो बसेको रुम चाहिँ यो तलको एउटा गाईहरू चाहिँ यहाँ छन् आफ्नो तालमा चुरोट खाँदैछ एउटा चाहिँ अर्को चाहिँ क्रिकेट खेल्न सकेको छ भर्खर 4:30 बजे हो निस्क्यौँ उठ्न त 3:30 उठेको हो खाजबाट खाएर हिँड्न थालेको बेलामा चाहिँ 25 भयो 4:25 हिँड्ने भने चाहिँ त्यही हो पुरा अँध्यारो पुरै अँध्यारो छ सुरु भयो हाम्रो ट्रेकिङ आज तिलीचोक पुग्ने दिन होइन दाइ जीवन 2 शब्द दाओस् न त ल बादलको लेभलमा आयो होइन हामी बादलको लेभलमा आयो होइन हामी लगभग आयो नि अगाडि त्यही हो गाइस बिहानको 5 बजेको छ हामी कति बज्यो 26 मिनेट लागेको हामीलाई त्यो उकालो चढ्नु
वे तिलिचो हिँड्दैछौँ। यो तपाईँहरूलाई झमिलो झमिलो हुस्सु भन्ठान्नु भएको छ होला। यो हुस्सु होइन, यो चाहिँ बादल हो। तिली जाने रहर मात्र गरेर हुँदैन, गाह्रो छ। सास फेर्नु नि गाह्रो भइरहेछ त। ल ल कस्तो भइरहेछ तिलीचो ट्रेकिङ तपाईँहरूलाई? जीवन जीवन सर कस्तो भइरहेछ? बाइस घुम्ती भन्ने आउँदैछ अरे, यही हो भन्छन् क्या अरे, यहीहरू छ ल। यहाँबाट सुरु हुने होला क्या त्यो फर्स्ट पहिला क्या। अहिले चाहिँ हामी चाहिँ सर्टकट हुने क्या बिच होला। ल तपाईँहरूले देख्नुभएको छैन छ कि छैन गाइस, यही हो बाइस घुम्ती। यो कट्यो भने कट्यो हाम्रो। तपाईँहरू पनि हाम्रो रमेश दाई जस्तो नझोकिनु होला। तल यति भनेर झोकिनु भएछ, तल कोरियन हो ए होइन, चाइनिज रहेछ। सेतो टोपी लाग्छ मान्छे। हामी चाहिँ सर्टकट बाटो आएर घुम्ती नम्बर 7 मा पुग्यौँ। तलको चाहिँ यस्तो हो। अब 22 घुम्ती चाहिँ सुरु भयो हाम्रो। अब माथि ठाडो जानुपर्छ, यही हो। बाटो ठाडो छ कि साफै हेर्न सक्नुहुन्छ। गाइसहरू चाहिँ आउँदै हुनुहुन्छ। बाइस घुम्ती कम्प्लिट हुन लागेको छ। कस्तो लागिरहेको छ गाइस? हिमाल चढेछ चढ्दै त ठाडै इजी। कम फाइटिङ। ल लोरी कस्तो फिल भइरहेछ त तिलीचोको ट्रेकिङ? 22 घुम्ती सकिएको। चट्ट फर्यो। जीवन सर भाइको के छ टिप्पणी यसमा? वर्ल्ड कप हेर्दैछु म। वर्ल्ड कप फ्रम तिलिचो है। हिर पाखा कहाँबाट आयो केही थाहा छैन। तल सबै हेर त यस्तो छ होइन। यहाँ पनि पाउँदैन टाइपको के पाउँदो रहेछ। यस्तो छ यहाँ परिस्थिति। खै आइपुग्यो भनेर देखाएको केही देखिँदैन। हेरौँ अगाडि के छ। तिलीचो ताल त यस्तो भएछ, हेर्नुहोस् त, हेर्न सक्नुहुन्छ तपाईँहरू। तिलीचो ताल, तिलीचो लेक अन द वे। तिलीचो लेक हिउँ परिरहेछ अलिअलि, तर ब्याड वेदर परेको बेलामा परेछ हामी गाइस। ब्याड वेदर लेक मात्र देख्छ।
देखिरहेको होला दायाँमा केही देखिरहेको होला परिरहेको छ अलिअलि छैन अलिअलि हल्का हल्का परिरहेको छ हिउँ यतातिर चाहिँ हिउँ छ यस्तो छ छिट्याउ गागा छिट्याउ फाइनली गाइज हामी तिलिचो पुगेका छौँ हिमाल देखाएको थियो मैले अघि यही हो तिलिचो लेक अहिले चाहिँ ठुलै हुन्छ होला सायद भोलिपर्सि पानी परेको बेला अरे घाम परिरहेछ अगाडि यस्तो दामी परिरहेको छ पछाडि भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू हल्का पाँच लाटेको बेलामा यसो हिउँ देखाइहालौँ हिमाल देखाइहालौँ भनेर हो यस्तै मजाले घामै लागिरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरू अहिले घाम लाग्यो खुल्यो बादल सफा भयो इन्भाइरोमेन्ट भन्छ म तपाईँहरूलाई डेफिनेटली भ्यूहरू देखाउने नै छु स्टे ट्युन एन्ड लाइक एन्ड सब्सक्राइब प्लिज फाइनली तिलिचो अघिको चाहिँ देखेको छैन यो चाहिँ तिलिचो हो धेरै सो रहेछ सो गाइज यो चाहिँ यो हो तिलिचो लागेको थियो फेरि गयो दिल्लीको तल जाँदैछ दिल्लीलाई छुन नै पछाडि पुरी आउँदैछ अरू पुरी आउँदैछ गाइस फाइनली हामी चाहिँ दिल्ली घुमेर फर्किँदैछौँ यो दिल्ली चाहिँ तल पानी दिल्लीको पानी पनि छोएर जाँदैछौँ हामी चाहिँ चिसो हिमालको पानी पो हो त लास्ट चिसो
के भने के भयो अनि यहाँ घुमाउनु लगेको ल तल कसरी ल सक्छ त्यसरी हामी चाहिँ हिमालकै नजिक छौँ फर्किँदै छौँ हामी अब 1 घन्टाभित्र हामी पुग्छौँ होला यही हो हामीलाई अलिक गाह्रो उकालो भनेको हामी फर्किरहेको छौँ यो माथि टुप्पो देख्नु भएको छ तपाईँले टुप्पोमा पुग्नुपर्छ हामी चाहिँ बिग्रियो भएर आउने भए केही छ भन्नु केही छैन हामी चाहिँ उकालो सकिसकेको छ अब त्यति ठाडो उकालो छैन यत्तिकै बस्नु दाइ हाम्रो ट्रेक सकेको छ अब हामी यहाँबाट गाडी चढेर मनाङ जान्छौँ मनाङ गइसकेपछि बेसी सहर जान्छौँ कि जान्छौँ आज थाहा छैन आजको लागि होइन यो ट्रेकको चाहिँ आज यतिखेर सकेको घोषणा गर्दछु धेरै धेरै धन्यवाद तिलिचो लेक ट्रेकिङ सकेको छ कस्तो भयो त ट्रेक तिलिचो लेक सकेपछि जाऊ तिरेर हामी पुगेर आयौँ फाइनली थ्याङ्क यू सो मच शिवशङ्कर भोलेनाथ त्यति हो भगवान्लाई मलाई त त्यो मान्छेलाई भेटेको भए पिउटेर आउनु मन लागिरहेको थियो 10 बजेर 15 मिनट गएको छ खाना खाएर भर्खर अब त हामी निस्किन लाग्यो सिटामन नि खायौँ टाउको दुखेको भएर अरू के खायो सिटामन अनि चिकन भात खायो पहिला त किनकि दाइलाई पनि टाउको दुखिरहेको ज्वरो आइरहेको तर विल बी फाइन टुमरो झन्झन भएको रहेछ अनि हामी भोलि पोखरा जानेछौँ सी यू इन पोखरा काइकिङ हामी चाहिँ काइकिङ आउँदैछौँ यहाँ छ हामी चाहिँ ल कस्तो हुन्छ एक्सपिरियन्स गर्न आएको हामी चाहिँ मेरो चाहिँ सेकेन्ड टाइम हो दाइहरूको चाहिँ फर्स्ट टाइम हो ल
फ्यान दाइ बिग फ्यान मिकी माउली भन्ने ब्लगर हो ब्लग त ओए दाइ बिग फ्यान बिग फ्यान बिग फ्यान बिग फ्यान दाइ बिग फ्यान दाइ बिग फ्यान हामी ब्लगमा आउँछौँ दाइ हामी ब्लगमा आउँछौँ एउटा फोटो दाइ